जय मसीह सम्पूर्ण साथीभाइ अनि सम्पूर्ण जति पनि चर्चका मण्डलीहरूलाई धेरै पनि ख्रिस्टको नाममा जय मसीह। म रमेश लिम्बू तपाईँहरूको माझमा अहिले चाहिँ भने म स्ट्यान्डबाट हिँडिसकेको छु। सो अब ड्युटी लाग्दैछु। आजको दिन कस्तो हुन्छ हाम्रो हातमा छैन। अनि यो बिहानै म घरबाट निस्केर हिँड्दाखेरि चाहिँ मलाई एक प्रकारको भिडियो बनाउनु मन पर्यो। हाम्रो जीवन भनेको चाहिँ के हो, मृत्यु भनेको के हो भन्ने विषयमा। मान्छे अहिले छ, भरे हुनु पनि सक्दैन। सो त्यो विषयमा चाहिँ यहाँ ठिक्कै फेरि भन्दा भन्दै टुरिस्टहरू यहाँ अभर परिराखेको रहेछ हो। यहाँ टुरिस्टहरू अभर परिराखेको रहेछ फेरि हो। ओ टेन्सन के भयो? सामान बिग्रियो? आधा इसमें जाएगा, आधा इसमें जाएगा। सबैजना लान्छेस्? सबैजना लान सक्छेस्? No, it'll go together only. I split the. यहाँ टुरिस्टहरू अभर परिराखेको छ, गाडी बिग्रेछ। गाडी के भयो साथीको? ब्रेक का प्रॉब्लम भयो। ए यो ओह्रालो त त्यही हो नि। पहले जैसे सुलाया था वैसे सिला दो। यहाँनिर फेरि ठिक्कै यहाँ टुरिस्टहरू अभर परेछ। गाडी यहाँनिर बिग्रिरहेको रहेछ हो, क्रिस्टा इनोभा हो। अनि मान्छे म जस्ट भिडियो गरेर आउँदै थिएँ, त्यस्तै भयो। सो अहिलेलाई भिडियो बनाउँदै जाँदाखेरि चाहिँ बाटोमा हिँड्ने बित्तिकै भिडियो स्टार्ट गर्ने बित्तिकै अब यो सिन भयो। अहिले चाहिँ कहाँबाट आउनु भएको थियो? यो माथि बर्मा रिट्रिट त्यो छ नि, ब्रेक नलागेको? ब्रेक पछाडिबाट चाहिँ ओइल लिक गर्दैछ। ए हो, म त ब्रेक हिट भएर नलागेको रहेछ भनेर तेल पो जाँदै रहेछ। ए ओह्रालो त निकै ओह्रालै साझे पनि। त्यही हो, मान्छे गाडीको केही भरोसा हुँदैन। एकैछिनमा के हुन्छ हुन्छ। तपाईँ घर चाहिँ माथि ग्याटो गोरमुती। टुरिस्ट चाहिँ कहाँको रहेछ? टुरिस्ट यिनीहरू दिल्लीतिरको होला। टुरिस्ट त राम्रो छ, होइन यता आएको रहेछ टुरिस्ट। फ्रेन्डली छ, राम्रो छ। यत्रो गाडी हिँड्नु भइसक्यो। 9 बजी हिँड्यो फ्लाइट। 9 बजीको फ्लाइट हो? हो त, होइन 9 बजी पुग्नु पर्ने, 10 बजी सिन्तामबाटै छ गाडी चाहिँ माथि गान्तोकबाट आउँदैछ। यिनीहरूलाई गएर गाडीमा चढाएर पठाइदिनु पर्ने कि आफै जान्छ? आफै जान्छ। ठिकै भिडियो बनाएर हिँड्दै थियो हो। अब त्यही यही विषयमा म कुरा गर्दै थिएँ। अब जस्ट अब म ड्युटी निस्केँ, अब बाटोमा के हुन्छ कस्तो हुन्छ भनेर मात्रै भनेको थिएँ। तपाईँ ठ्याक्कै त्यहाँ भेटिहाल्यो। फेरि अभर परेको मान्छे कतिखेर अभर पर्छ, कतिखेर के पर्छ भन्दै भनेको थिएँ। टक्क अभर परेको मान्छे भेटि त हाल्यो हो। गाडी घोडामा चाहिँ यही अब ग्यारेज नजिक भएको भए त एउटा ठिकै कुरा हो।
अब टाढा ग्यारेज छ भने साह्रै पर्छ। ड्राइभर गाडीको ड्राइभर पनि त्यस्तै भेटायो नि त तपाईँहरू, माको हडबाडे। तपाईँको नाम चाहिँ आशिष आशिष के हो? आशिष तामाङ। आशिष तामाङ। तपाईँको? रमेश लिम्बू। ए मेरो चाहिँ रमेश लिम्बू छ कि च्यानल अब खोलेको छु हो, सपोर्ट गरिदिएको छ। ए रमेश लिम्बू नै छ। त्यो गाडीमा हिँड्दाखेरि भिडियो बनाउँदै बेला बेला हो। अनि आज चाहिँ बिहानै फेरि के मुड भएर चाहिँ अब बिहानै भिडियो बनाउनु मन परेर हिँडेको फेरि ठिकै मान्छेको बोलीमा ओठमा एउटा शब्दहरू बोलेको शब्दहरूमा चाहिँ एउटा शक्ति हुन्छ अरे नि त। हामीले बोलेको शब्दहरूमा चाहिँ जताभावी त्यो शब्दहरू नबोल्नु भन्छ नि त। अब म चाहिँ क्रिस्चियन बाइबल मान्छु होइन, जस्तो अहिले बोलेको त्यस्तै मान्छे अभर पर्नु पनि सक्छ। मान्छेको जिन्दगी के हो त्यो मात्रै भनेको थियो, त्यस्तै छक्कै पऱ्यो म पनि। भन्नुहोस् सही ठाउँमै आएर जस्तो भयो त्यस्तै भयो है। हो त कोही बेला त पुग्छ त भन्नु त म त सोचिरहेको कुराहरू टक्क त्यस्तै भइरहेको छु। नजिक आएर तपाईँले अलिकति पनि नजिक आइपुग्दा माथि नै हो भने साह्रै पर्थ्यो नि। साह्रै पर्छ। अब यहाँबाट गएर मिटर लिएर आउनुहुन्छ होला। हजुर मिटर बनाएर फेरि सिलगढी जानु सक्यो। मिटर चाहिँ गान्तोकबाटै ल्याउनुहुन्छ कि सिङतामबाटै पकाउनुहुन्छ? सिङतामबाटै। सिङतामबाटै? हजुर सालान मिटरको नम्बरहरू छैन नि, नम्बरहरू छैन? छैन। ए ल म अहिले एउटा नम्बर दिन्छु तपाईँलाई सिङताममा कि हजुर फोन गरेर उसको बाइक छ, बाइकमा उसकोमा आउँदा हुन्छ। ग्यारेज त थियो तर अब सामान चाहिँ यहाँ चाहिँ एभाइलेबल पाउँदैन। टुरिस्ट यसपालि कतिको आएको छ? टुरिस्ट त छैन हौ योपालि त। 2-4 दिन चाहिँ राम्रो चलेको थियो, फेरि अक्सिजन लागिहाल्यो। बल्ल बल्ल आज भाडा पाएको फेरि पनि गाडी मिलेन। तपाईँको इच्छाले हाल्नुहोस्। 108 अब
ट्राफिकमा उत्रिनु छ त्यहाँबाट त्यहाँ बस्दा पनि हुन्छ नभए घरतिर जानु पर्दैन अब नम्बर दिन्छु नि म तपाईँलाई उसको ल ग्यारेजहरू त्यतैपट्टि हो कि ग्यारेज त्यतै छ त्यहाँ हुन्छ म त्यताबाट गइहाल्छु नि जतै रोकिदिनु भयो नि हिँडेर गइहाल्छु